यो अर्डर गर्न सक्नुहुन्छ। यसरी सुँगुर फार्म पाल्नु भएको छ भने चाहिँ यस्तो सुविस्ता छ यो मेसिनमा। अनि 7-8 महिनाको सुँगुरहरू यत्रो नि बेमार भयो भने आफै इन्जेक्सन आफै दबाई पानी गर्छु। सबै यो सुँगुरको पिसाबहरू भयो के यसरी जम्मा गरेर राख्नुपर्छ। यो चाहिँ एकदम यसरी यहाँ दाना यहाँबाट हालिदिनु पर्ने अनि सिधै यहाँ डुरमा जान्छ। हेलो एभ्रिवान, सेवा र नमस्ते, म ममता लिम्बू तपाईहरुलाई स्वागत छ फेरि पनि आज मेरो नयाँ ब्लगमा। आज चाहिँ म आसाम आएको छु यता फुपू घरतिर इलेक्सनको लागि भोट दिनुको लागि। अनि यहाँ चाहिँ हाम्रो फुपूहरूले चाहिँ यहाँ सुँगुरको एकदम फार्म पाल्नु भएको रहेछ कि। अनि के कस्तो हो तपाईहरुलाई पनि देखाउनेवाला छु। अनि यहाँ फुबाजुलाई सोध्नेवाला छु सुँगुर कसरी अब फार्म यत्रो ठुलो पाल्नु भएको छ कि। सुँगुरहरू पनि यहाँ पुरा सुतिरहेको छ, तपाईहरुलाई पनि देखाउनेवाला छु। सो गाइस, मेरो भिडियोलाई चाहिँ मसँग लास्टसम्म जुडी बस्नु होला मेरो भिडियो हेरेर। अनि मेरो भिडियोलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो सुरु भइसक्यो। देख्नु सक्नुहुनेछ तपाईहरुलाई यहाँ सुँगुरको हाम्रो फुबाजुले यत्रो ठुलो फार्म पाल्नु भयो। यहाँ सुँगुरको यहाँ सुँगुर पनि हेरेर यहाँ म त दङ्ग भइसके। हेर्नुहोस् यहाँ देख्नुभयो नि तपाईहरुले। सबैजना सुतिरहेछ अहिले चाहिँ। एउटा घरमा चाहिँ दुईटा राख्नु भएको। यो चाहिँ सबै माउ हो न? ए ए यो चाहिँ माउहरू रहेछ। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कान्छा फुबाजु। अनि हाम्रो फुबाजुले चाहिँ यहाँ सुँगुरको फार्म खोल्नु भएको छ। अनि हाम्रो फुबाजुले थोरै मेरो यहाँ भिडियोमा पनि भनिदिनुहुन्छ। अनि फुबाजुले यहाँ कतिवटा लाउनु भएको छ अरे सुँगुर? 12टा छ। 12टा? 12टामा अनि सबै एकीसँग लाउनु भएको न? होइन, अलग अलग छ। ए अलग अलग? 10वटा चाहिँ अहिले 7-8 महिना भयो। 7-8 महिना? 3वटा चाहिँ होइन 10वटा 9वटा। 3वटा चाहिँ 3 महिना हुँदैछ। 3 महिना? 3 महिनाको सुँगुर चाहिँ देखाइदिनु न, कुन चाहिँ? 3 महिनाको सुँगुर यो यिनीहरू? यिनीहरू 3 महिना, यिनीहरू अहिले 8 महिना। यिनीहरू चाहिँ 8 महिना? ए हेर्नु सक्नुहुन्छ है 8 महिनाको सुँगुरहरू यस्तो मस्त मस्त। अनि फुबाजुहरूले अनि सुँगुरहरूलाई चाहिँ के दाना दिनुहुन्छ? अनेको त पकाएको दाना र कम्पानी दाना दुईवटा मिक्स गरेर। हजुर। अनि कति टाइम दिनुहुन्छ दाना चाहिँ? 2 टाइम। 2 टाइम मात्रै। ए अनि सुँगुरहरूलाई बिमार सिमार भयो भने चाहिँ के गर्नुहुन्छ? सुँगुरलाई बेमार भयो भने आफै इन्जेक्सन आफै दबाई पानी गर्छु। तपाईँले नै लिएर? भुनी जतिलाई भिटामिन डेली कार्कोफेरल दिन्छु। भुनी जतिलाई बेजीहरू सबै आफै लिएर राख्नुहुन्छ? इन्जेक्सन सबै आफै गर्छु, दबाई पानी बेमार आजार आउँदाखेरि। ए अनि तपाईँलाई चाहिँ यो सुँगुर फार्म खोल्नुको लागि चाहिँ आइडिया चाहिँ कहाँबाट आउनुभयो? आइडिया त अब त्यही हो, हामीको त परम्परामै पालेर आएको हो। त्यस कारणले अलिक एउटा पाल्नुभन्दा 10-12वटा पाल्नुमा कस्तो होला कि विचार गरेको। ए यो चाहिँ फर्स्ट टाइम नि फुबाजुको? फर्स्ट टाइम। अझै बढाउनु विचार छ न? बढाउँ भनेर यतापट्टि खोर बनाउँदैछु। ए हेर्नुहोस् यी गाइस, अगाडिपट्टि यहाँ पनि फेरि यहाँ फुबाजुले यहाँ फार्मको लागि एकदम रेडी छ। यहाँ अब यहाँ माथि छाना लाउनु मात्रै बाँकी छ। यो चाहिँ पकाएको बनाउनु भएको नि? पकाएको बनाएको। अनि यो फास्ट पहिला बिक्री गरिसक्नु भएको न? यो फास्ट होइन, हिजोस्ति बिक्री गऱ्यो। 6वटा बिक्री भयो। 6टा बिक्री गरिसक्नु भयो? 6टा बिक्री भयो। ए अनि यसमा चाहिँ तपाईँलाई कस्तो लाग्छ त सुँगुर माने पैसा जति आफूले दुःख गरेको त्यति फाइदा? अब अर्काको गर्नुभन्दा त यहाँ गरेकै फाइदा छ। त्यति लस पनि छैन, त्यत्रो धेरै पनि कमाउनु त होइन, एउटा मोटामोटी त बस्छै। फाइदै छ नि। अनि मेरा दर्शक बिनहरूलाई पनि यसो भनिदिनु न त, यो सुँगुर पाल्नु सक्नुहुन्छ कि हुन्न भनेर। सकिन्छ नि होइन? सकिन्छ, किन सकिँदैन, मन गर्नु पर्यो, तर ध्यान दिनु पर्यो। गर्दाखेरि त लस त छैन। लस चाहिँ छैन है? लस छैन। तपाईँले दाना चाहिँ के दिनुहुन्छ एकबार देखाइदिनु सक्नुहुन्छ? दाना त म उयो कम्पनी दानामा गोदरेज
अरू बाँकी अरू यही हो कोपी काट्यो यो कोपी चाहिँ काटेर पकायो यो चाहिँ दानाको लागि नि अँ यो चाहिँ बाल्टिङ पुरा यो फुल फुल दाना बेलुका फुल फुल जान्छ फुल फुल अब पकाएको दाना यही हो अब कोपी पकायो अनि काटो मिसिनमा हालेर काटिदिन्छु यो चाहिँ कम्पनी दाना यो चाहिँ कम्पनी दाना यो बच्चाको दाना उताको ठुलोको दाना यो चाहिँ बच्चालाई दिनु यो ग्रोवर चाहिँ बच्चालाई फिनिसर चाहिँ ठुलोलाई यो चाहिँ फिनिसर यो चाहिँ ग्रोवर दाना पनि अलग अलग दिनुपर्छ है अनि यो चाहिँ ग्रोवर चाहिँ कति केजीको हुँदाखेरि चाहिँ दिनुपर्ने यो त अब त्यहाँ धरौँ न अब 50 केजीसम्म पुगेपछि चाहिँ यो पुगिन्जेल यो खुवायो हजुर 50 केजी उपर भएपछि चाहिँ फिनिसर है दानाको पनि दिनुको लागि चाहिँ एकदम उयो रहेछ सुँगुरहरूलाई अलग अलग होइन 50 केजीदेखि उपरमा त पिग्लेट खुवाउनु पर्ने पिग्लेट नखुवाएर म चाहिँ डाइरेक्ट फिनिसर खिलाउनु भएको छ नि हजुर अनि मिसिन पनि अब यही हो अब यो अब कोपी काटो हजुर अनि कोपी गरो अनि यहाँ मिसिनमा हालो यहाँ चाहिँ फुपाजुहरूले चाहिँ एकदम मिसिनहरू रेडी हजुर यहाँ हालेर काटो अनि पकायो तपाईँले चाहिँ यो मेसिन चाहिँ कहाँबाट लिनुभएको यो पन्जाबदेखि मगाएको पन्जाबबाट अनलाइन फुपाजु त पुरा सुँगुर पाल्नुको लागि चाहिँ एकदम आइडिया लिएर गर्दै हुनुहुन्छ सोचाइ अब आगे के हुन्छ राम्रै हुन्छ अब राम्रै भइरहेछ अहिलेसम्म त होइन फुपाजु गर्दै जाउँ यहाँ चाहिँ फुपाजुहरूले खेतीमा लाउनु भएको यो कोपीहरू चाहिँ यो चाहिँ पुरा लास्टको होइन फुपाजु लास्टको अनि यो पुरा पचेर जाँदैछ यहाँबाट चाहिँ हाल्नुपर्ने यहाँबाट चाहिँ यसो कोपी हालेर यहाँबाट निकाल्नु यो चाहिँ पन्जाबबाट मगाउनु भएको अरे फुपाजुले चाहिँ अनलाइन मेसिन यो चाहिँ दाना काट्नुको लागि सुँगुरको दाना यहाँ चाहिँ अब मान्छेले यस्तो गर्नु न हैन यो त लाइनले कारेन्टमा दियो त मान्छेले सोच्यो भने त के हुन्न नि फुपाजु सबै हुन्छ नि र आँट चाहिँ गर्नु पर्यो आँटिलो हुनु पर्यो हेर्नुहोस् मान्छेले पनि काट्नु परेन मेसिनले नै गर्ने हो तर सबै जुगाड चाहिँ सबै राखिदिनु पर्ने होइन फुपाजु यसरी अब भरे बेलुकाको लागि यो रेडी त फुपाजुहरूले चाहिँ एकदम मान्छेले नहुनु के आँटेन भने के चाहिँ हुँदैन सबै हुन्छ नि हेर्नुहोस् हिजो अस्तिसम्म यहाँ पुरा खाली थियो यो जग्गाहरू फुपाजुले एकदम राम्रो आइडिया हेर्नुहोस् त गाइस यहाँ फुपाजुको आइडिया यस्तो छ कि यहाँबाटै यहाँ भित्र पस्नुको लागि उयो हुनुको लागि यहीँबाट यसरी यहाँ दाना यहाँबाट हालिदिनु पर्ने अनि सिधै यहाँ डुरमा जान्छ यसरी यहाँ पसिराख्नु पनि परेन सफा गर्नु चाहिँ पस्नु पर्यो यो नयाँ बनाउँदै गरेको यहाँ चाहिँ यसरी यहाँ हालिदिनु पर्ने दानाको लाउने पनि यहाँ पस्नै नपर्ने हेर्नुहोस् कतिवटा छ हो यहाँ फुपाजु 8वटा रुम यहाँ 8टा हाम्रोबाट माइकी होइन यो चाहिँ हाम्रो घरबाट ल्याउनु भएको रहेछ भुनी यिनीहरू चाहिँ माउ पालेको यो चाहिँ खाली रहेछ अस्ति बिक्री गर्नुभयो होला यहाँको तपाईँले यो फार्म खोल्दाखेरि चाहिँ लगभग कति खर्च गर्नुभयो फुपाजु घर बनाएको त हिसाब छैन हजुर बच्चा मात्रै 85 लगाएको थियो 85,000 बच्चालाई मात्रै 85 मा किनेको हजुर अस्ति बिक्री गरे 1,07,000 मा बाँकी त चल्नुमै छ यिनीहरू पनि अब ठुल्ठुलो छ यिनीहरू चाहिँ सब माउको लागि राखेको फुपाजुले यिनीहरू चाहिँ यो चारवटा चाहिँ बच्चा दिने भएको छ अब यो 3टा चाहिँ भर्खरै छ यो लाग्छ अझै 6 महिना बच्चा दिनेलाई
तपाईँलाई चाहिँ अनि त्यस्तो एकदम साह्रो त हुन्न नि ना साह्रो छैन साह्रो चाहिँ छैन नि खालि यति नै हुँदो रहेछ त एटेन्ड हुनु पर्यो त्यति नै एकदम टाइम चाहिँ उनीहरूलाई नै पुरा उनीहरूलाई टाइम दिनु पर्यो त्यसो भने दाना खाएर यसरी सुतिदिन्छ उनीहरूको टाइममा आफै हल्ला गर्छ उनीहरूको टाइममा चाहिँ लागेको हुनु टाइमली चाहिँ हुनु पर्यो अनि सुँगुरहरूलाई चाहिँ यस्तो महिनामा आइरन टेब्लेट यस्तो भिटामिनहरू चाहिँ के दिनुपर्छ कि पर्दैन फुवाजु म चाहिँ त्यस्तो त होइन इन्जेक्सन चाहिँ मार्छु मैले बेलामेल भिटामिनको लागि उनीहरूको लिभरको लागि चाहिँ बेलामेल दिन्छु अरू उसको बादमा यो बच्चाहरूलाई चाहिँ अब डिवर्निङ गर्दाखेरि त्यतिखेर चाहिँ लिफी52 खुवाउँछु हजुर अरू कसै खाँसी लाग्यो ज्वरो आयो भने चाहिँ अनि त्यो इन्जेक्सन चाहिँ हान्छु अरू मार्छु तपाईँले चाहिँ यता फार्मेसीबाट ल्याउनुहुन्छ न अनलाइनबाट फार्मेसीबाट है फार्मेसी आफै लाउनुहुन्छ आफै लाउँछु ए हाम्रो फुवाजीले चाहिँ सबै आफै गर्नुहुन्छ एकदम हेरेर यहाँ के भयो भने सुँगुरलाई भने आफै इन्जेक्सन दिनुहुन्छ दबाईहरू के बिमार फुवाजूले नै आफै हेरेर हाम्रो फुवाजूले चाहिँ एकदम यहाँ फुल टाइम यो सुँगुरहरूलाई नै एकदम टाइम दिन्छ त्यसैले गर्दाखेरि हेर्नुहोस् यी सुँगुरहरू 7-8 महिनाको सुँगुरहरू यत्रो नि अब त ढङ्ग भइसक्यो यहाँ त फेरि यहाँ अब नयाँ राख्नुको लागि यहाँ रेडी छ यहाँ हेर्नुहोस् गाइस अनि यो चाहिँ खोरहरू यसरी सफा गरेर चाहिँ यिनीहरूको मुत गुहरू चाहिँ गु भयो यता फेरि फ्याँकिदिने अनि यिनीहरूको पिसाबहरू चाहिँ यसरी यहाँ यी नालामा यसरी जम्मा गरेर यसरी यहाँ यसरी राखेर यसलाई चाहिँ सब्जीमा मल गर्नुको लागि एकदम राम्रो हुन्छ अरे कि यो सुँगुरको पिसाबहरू चाहिँ हेर्नुहोस् यी यहाँ चाहिँ यस्तो गरेर जम्मा गरेर राखेको छ यहाँ चाहिँ यसरी जम्मा गरेर राखेको छ यहाँ चाहिँ थुनेर राखेको छ यो चाहिँ जम्मा गरेर यसलाई उठाएर चाहिँ यसलाई सब्जीमा खेतीमा लगाउँछ मलको लागि यहाँ हेर्नुहोस् यी गाइस यो चाहिँ सबै यो सुँगुरको पिसाबहरू हो कि यसरी जम्मा गरेर राख्नुपर्छ यो चाहिँ एकदम राम्रो हुन्छ अरे कि यो सब्जीमा मलको लागि चाहिँ एकदम राम्रो हुँदो रहेछ हामीलाई त आजै थाहा भएको अनि यसरी यहाँ जम्मा गरेर राख्नुपर्ने अनि सब्जीमा हालेको छ फुवाजूले चाहिँ अनि तपाईँहरूलाई म अर्को भिडियोमा पनि देखाउने होला छु यो मलहरू कसरी बनाउने सब्जीमा हालेर कत्रो कत्रो भएको छ केहरू भनेर चाहिँ मैले अर्को भिडियोमा देखाउन होला छु सो गाइस यी सुँगुरको पिसाब पनि खेर जान्दैन रहेछ एकदम कामको चिजहरू हो यिनीहरू चाहिँ यहाँ चाहिँ अब हाम्रो फुवाजूले चाहिँ मेसिन चलाएर देखाइदिनुहुन्छ तपाईँहरूलाई पनि अनि म पनि हेर्ने मैले त देखेको छैन यस्तो फर्स्ट टाइम हो यहाँ चाहिँ अब के अरे लाइटले चलाउनु पर्छ अरे फुवाजू चाहिँ अब मलाई देखाइदिने अरे यहाँ अनि तपाईँहरूलाई पनि हेर्नु होला यहाँ कसरी यहाँ गर्छ भनेर जे पनि काटिन्छ नि यहाँ फुवाजू जे पनि काट्छ यहाँ अब चाहिँ यहाँ चाहिँ अहिले दाना काट्नुको लागि चाहिँ कोपी ठुलो काट्दैन यसलाई कस्तो गर्नुपर्छ तपाईँ देखाइदिनु फाला यसरी यहाँ लाइट पेन ए पस्दैन अनि यस्तो चाहिँ यसरी हुनु पर्यो लाइन छ कि छैन यसरी निक्लिन्छ साढे 25,000 यसको यो मेसिनको दाम चाहिँ 25,500 25,000 ए कहाँबाट पो ल्याउनु भएको भन्दा हुन्थ्यो पन्जाब लुधियानाबाट पन्जाब लुधियाना
पन्जाब लुधियानाबाट अनलाइन मगाएको। ए तपाईहरूले पनि यो अर्डर गर्न सक्नुहुन्छ। यसरी सुँगुर फार्म पाल्नु भएको छ भने चाहिँ यस्तो सुविस्ता छ यो मेसिनमा। अनि पन्जाब लुधियानाबाट चाहिँ फुबाजुले 25,000 मा मगाउनु भएको अरे यो मेसिन चाहिँ। यस्तो राम्रो हुँदो रहेछ यी। मान्छेले काट्नु पनि पर्दैन, यो काटेको भए चाहिँ कति टाइम लाग्थ्यो। मेसिनमा चाहिँ एकैछिनमा हुन्छ, तर यो चाहिँ लाइटको रहेछ। यसरी हेर्नुहोस् है। सो गाइस, अनि तपाईहरूलाई मैले देखाएँ है, मेरो भिडियोलाई चाहिँ हेरेर मैले भिडियो मार्फत तपाईहरूलाई पनि सुँगुरको फार्मको बारेमा थोरै जानकारी दिएको छु। तपाईँहरूलाई के कस्तो लाग्छ मेरो यो भिडियो हेरेर कमेन्ट बक्समा भनिदिनु होला। अनि तपाईँहरूले पनि सुँगुर पाल्नु हुन्छ भने चाहिँ मेरो यो सानो के अरे आइडियाले पनि राम्रो पैसा कमाउन सक्नुहुन्छ। अनि यिनीहरूको केही पनि खेर जान्दैन कि एकदम राम्रो हो। अनि मेरो भिडियोलाई के कस्तो लाग्यो भनिदिनु होला कमेन्ट बक्समा। अनि मेरो भिडियोलाई चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म यहीँ बिदा माग्न चाहन्छु तपाईँहरूसँग। अनि मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेटौँला गाइस। बाई बाई।